Đây thôi. As we are going to ABC trek going Annapurna base camp. हाम्रो सामान यहाँ छ सबै। मलाई डर लाग्यो भने म चाहिँ बाइक रोकेर यसो जङ्गलतिर बस्नु पर्ला नि। डर लागिहालेछ भने मलाई किन लाग्ला जस्तो भइरहेछ कि। नै मलाई फेरि यो जुन चाहिँ यो छ नि यो सिटिङ वाला त्यसमा मन पर्दैन कि मलाई स्क्वाडमा हुन्छ नि त्यो मन पर्छ के। टोयलेट के ओ पादे पारेको दाइ जाने बित्तिकै हे सजिलै बाटोमा अपडेट गर्छु ल। मेरो ब्याट्री कम छ नि त त्यही भएर। हामी सबै पुग्यौं ह अब हाम्रो यात्रा सुरु हुन्छ। उयो सेटाम दिन्छ को योबाट मान्छे कोही जाँदै रहेछ कोही फर्किरहेछ।
ए साह्रो छ फेरि त बस्नु छ Look, guys. हाम्रो डेस्टिनेसन हामी पुगेका छौँ। ओ टेन्ट त खै त अनि त्यहाँ जाऊँ न बोरेसो हेर्नु। सबैजना बेपत्ता हालतमा छन् तर त्यति साह्रो त भएन नि अघि हिँड्न थाहा मात्र भयो त त्यति साह्रो त भएन नि भन्नु मक्क क्लास पनि मान्नु हो अलिअलि भएको थियो नि 903 मेरो नम्बर ओके यता त्यही भोलि भ्यू देखिने ठाउँ चाहिँ यो हो ओ बाबा फोटोग्राफरलाई चाहिँ झक्की रक हान्नुपर्ने यार कम सो यो चाहिँ हाम्रो रुम यो 2 यो 3 यो 2 यो 2 अनि यो 3 यो 3 यस्तो दुईटा छ कि तीनटा छ तीनटा छ तीनटा छ कता कता सुट यो राम्रो छ यतापट्टिको शान्ति दिदी भाइ 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 पाउनु पर्छ नि डाक्टर त लिएको ठिकै हो हिजो त्यस्तो सडै सर्ट रुममा त बस्यो यो त सिंगल सिंगल यो चाहिँ फाइनली खाजा खाँदैछौँ केही नखाइ थुक्पा तिस्टी थुक्पा खानु न पहिला सनसेट हेर्न दुब्रेको मान्छे ओ माई गॉड मैले त बनाएँ अलिकति तर मैले यसरी बनाएँ अलि माथि जानु पहिला
आमा यो त गम्बुट लगाएर छ यो उसले त उ यहाँ पनि रहेछ गम्बुट लगाएको कुखुरा यहाँ त सबैको त्यस्तै हुन्छ नि जाडो भएर आफै आउँछ अरे अब यो भिडियो चाहिँ मेरो मान्नुपर्छ ल टिक्रो बनाऊ न छिटो बनाऊ न त गीतमा एउटा हाम्रो त यो पनि त गरम न होइन अनि झोलै बोकेर झोला बोकेर इन्जिङ गरौँ है कुन गर्ने त पनि आउनु भयो हामीले त देख्यौँ नि यहाँ आउनु यति यहाँ आऊ त नानी भन्दा काट्नु पर्यो ठिक्क छ भट्टी भट्टीको गुम्बाको नाम के हो भन न साउनीको नाम के हो भन खानु पर्यो नि आधा मासुहरू भिडियो बनाउने मोमो तातो मोमो लटा तातो मोमो खाम त प्रभु धन्यवाद अरे हो त्यसका बाजेको कस्तो छ यो भर्खर फ्रेस बनाएको रहेछ के भर्खर किमा पनि भर्खर काटेर बनाएको 5 बजे नै उठ्नु पर्छ अरे 5 बजे हो कहाँ जान्छ अनि आफ्नो उता जानु माथि त्यहाँबाट अनि तलबाट सनराइज फ्रेस हो छ बनाएको नि त मिठो छ तातो दाइ खोइ दाइ खमेर कस्तो मिठो है मोमो चाहिँ थुक्पा भन्दा चाउमिन पनि मिठो हुँदो रहेछ यो त फ्रेस बनाएको नि त नि आउने हो पार्नु तातो कस्तो मिठो दामी खा तातो मिठो भयो त्यसैमे बया करू भयो त एउटा हामी चाहिँ अब खाना खानु आँटेको हाम्रो खाना पनि आइसकेको छ थ्याङ्क यू ल है जो भी आए यही आए खानु जिएंगे भी साथ में मरेंगे भी साथ में भाइ गाला त हल्का निलो निलो परेर रहेछ मेरो त दिदी हामीलाई पापड चाहिँ एक प्लेट ल्याइदिराख्नु हामीलाई यसमा घिउ हालिदिन्छ कि हाल्दैन छुट ल ओके छ रहेछ पानी पनि ल भाइ नुन चाहिँ कस्तो छ किन नुनमा त्यो टपमा जति माथि हुँदै गइदिए त्यसले खाना नमिठो हुँदै जान्छ मिठो ओ मा भयो यो भिडियो अब सेकेन्डलाई खाना
भात नहेरौँ है कस्तो भइरहेछ अचेल्दी कस्तो भइरहेछ लच्छी दाल त पर्दैन हाम्रो सत्ता नि दिदीले हालिदिनु छ यता पनि ल भाइ हजुर ऊ त मलाई खुर्सानी दिनु न उयो डरेको वाला हुन्छ धन्यवाद मलाई त अघिको सब्जी हालिदेऊ न आलुको सब्जी देऊ न सब्जी नै के तरकारी हो भाइ त्यो आलुको हजुर मुलाको हजुर हुन्छ हुन्छ त्यति लास्टले त है भोलिको त अब अर्को भिडियो आउँछ क्या आजको भिडियो यहाँ एन्ड गर्ने हो धेरै लामो हुन्छ नि त होइन सो यो भिडियोमा यहाँ एन्ड गर्छु हजुरहरूलाई के कस्तो लाग्यो प्रतिक्रिया जनाउनु होला असली चाहिँ पार्ट 2 मा हुन्छ गाइस यो पार्ट 1 मा त कोही नै छैन नि हामी मात्र छ यो यहाँ सुत्नु भने होइन हजुर यता यता सुत्नु के यहाँ र यहाँ हुँदैन वान नाइट हो नि त 12 सिंह सो ओके यो भिडियो एन्ड गर्छु म